जय नेपाल। फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ यस भिडियोमा। नेपाली सेना विभिन्न ट्रेडका फ्लोवर्स पदको लागि दरखास्त आह्वान गरेको छ। आज म तपाईहरुलाई यो भिडियोमा सम्पूर्ण जानकारी दिन गइरहेको छु। तपाईहरु भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यहाँ रहेको छ, तपाईहरु यहाँ हेर्नु, नेपाली सेना श्री भरनाथ छनौट निर्देशनालय जंगी अड्डा विभिन्न ट्रेडका फ्लोवर्स पदको लागि दरखास्त आह्वान। प्रथम पटक प्रकाशित मिति 2082 2 महिना 2 गते यो विज्ञापन प्रकाशन भएको छ। यहाँ रहेको छ, अब 1 नम्बरमा नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका विभिन्न ट्रेडका फ्लोवर्स बकासी, सूचीकार, सरसफाई कर्मी, चर्मकर्मी, लोहाकार र केशकर्तक पदको खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि देहायका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएको भर्ना केन्द्रमा स्वयं उपस्थित भई दरखास्त फारम भरी रु 10 को टिकट टाँसी दरखास्त पेश गर्न आह्वान गरिन्छ। 2 नम्बरमा आवश्यक पद संख्या र भर्ना छनौट केन्द्रहरू यहाँ रहेको छ। तपाईहरु यहाँ हेर्नु, क नम्बरमा रहेको छ विभिन्न ट्रेडका फ्लोवर्स पदको विज्ञापन नम्बर यहाँ रहेको छ। बकासीको सूचीकार, सरसफाई कर्मी रहेको छ, चर्मकर्मी रहेको छ, लोहाकार र केशकर्तको विज्ञापन नम्बर यहाँ रहेको छ। तपाईहरु यहाँ हेर्नु, अब यहाँ भर्ना केन्द्र रहेको छ, पद रहेको छ, सैनिक सन्ति रहेको छ, यहाँ खुल्लातर्फ महिला, आदिवासी, मधेसी, दलित, पिछडिएको क्षेत्र र जम्मा यहाँ रहेको छ। 1 नम्बरमा इटहरी सुनसरी श्री पूर्वी पृथ्ना हेक्पाबाट इटहरीबाट खुलाएको छ। यहाँ हेर्नु, बकासी पदको लागि यहाँ खुल्लामा 8 जनाको लागि, महिलामा 1 जना, आदिवासी 2, मधेसी 2, दलित 1 र जम्मा 15 जनाको लागि खुलाएको छ। कुन पदमा? बकासी पदमा। र यहाँ चर्मकर्मीको लागि जम्मा 5 जनाको लागि खुलाएको छ। केशकर्ताको लागि 5 जनाको लागि खुलाएको छ। कहाँबाट? इटहरी सुनसरीबाट। र यहाँ रहेको छ बर्दिवासबाट पनि खुलाएको छ। यहाँ हेर्नु, बकासी पदको लागि जम्मा 8 जनाको माग छ। त्यसैगरी सूचीकारको लागि 4 जना, सरसफाई कर्मीको लागि 10 जना र केशकर्ताको लागि 8 जनाको माग छ। अब यहाँ भर्ना केन्द्र रहेको छ हेटौडा मकवानपुर। हेटौडाबाट यहाँ हेर्नु कतिको सिट खुलाएको छ। बकासी पदको लागि 20 वटा सिट छ। यहाँ सूचीकारको लागि 5 वटा, चर्मकर्मीको लागि 5 वटा। विजयपुर काशीको हेर्नु, यहाँ रहेको छ बकासीको लागि 8 जनाको, सरसफाई कर्मी 10 जना, लोहाकार 5 जना, केशकर्तक 5 जनाको लागि खुलाएको छ। त्यसैगरी यहाँ रहेको छ बुटबलको, यहाँ हेर्नु, बुटबलको यहाँ हेर्नु, सरसफाई कर्मी रहेको छ 10 जनाको माग, चर्मकर्मीको लागि 6 जनाको, लोहाकारको लागि 8 जनाको, केशकर्तकको लागि 5 जनाको माग गरेको छ। सुर्खेतको, यहाँ सुर्खेतबाट कतिजनाको लागि खुलाएको छ? यहाँ हेर्नु, बकासी पदको लागि 15 जनाको खुलाएको छ, सूचीकारको लागि 4 जना, लोहाकारको लागि 8 जना खुलाएको छ। त्यसैगरी अब यहाँ तपाईहरु यहाँ हेर्नु, तपाईहरु कुनमा फर्म भर्न चाहनुहुन्छ तपाईहरु यहाँ भिडियोलाई पज गरेर हेर्नु। अब यहाँ 3 नम्बरमा रहेको छ, यहाँ हेर्नु, दरखास्त फारम पेश गर्ने मिति र स्थान रहेको छ। यहाँ क नम्बरमा दरखास्त मिति 2082 2 महिना 2 गते, मिति 2082 2 महिना 31 गतेसम्म र दोबर दस्तुर बुझाइ मिति 2082 3 महिना 1 गतेदेखि मिति 2082 3 महिना 7 गतेसम्म थप दिन 7 हुनेछ। अब यहाँ ख नम्बरमा रहेको छ, तपाईहरु यहाँ हेर्नु, पढ्नु यो तपाईहरु। ग नम्बरमा स्थान रहेको छ प्याक पर्ने तोकिएको भर्ना केन्द्रमा। तपाईहरुको भर्ना केन्द्र, तपाईहरुको नजिक भर्ना केन्द्र कुन पर्छ त्यहाँ फर्म भर्नु। 4 नम्बरमा दरखास्त दस्तुर यहाँ रहेको छ। दरखास्त फारम बुझाउँदा रु 100 रुपैयाँ मात्र दस्तुर बुझाउनु पर्नेछ। तर एउटै विज्ञापन नम्बरमा 1 भन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहको लागि 20% का दरले थप दस्तुर लाग्नेछ। उम्मेदवार स्वयंले सम्बन्धित भर्ना केन्द्रले तोके बैंक खाता नम्बर, कार्यालय कोड र राजस्व शीर्षक नम्बर यति परीक्षा शुल्क खातामा जम्मा गर्नु भइसोको सकल भोजर तथा प्रतिलिपि प्रति एक दरखास्त फारम साथ उक्त भर्ना केन्द्रमा पेश गर्नुपर्नेछ। 100 रुपैयाँ तपाईहरुको फर्म भर्न लाग्छ। र समावेशी समूहमा यदि तपाईहरु फर्म भर्न चाहनुहुन्छ भने 20% थप दस्तुर बुझाउनु पर्नेछ। 125 रुपैयाँ, 100 होइन 120 रुपैयाँ तपाईहरुको लाग्नेछ। 20 पंचे 100, 125 रुपैयाँ लाग्नेछ, 20 रुपैयाँ। 5 नम्बरमा अब यहाँ हेर्नु, आवश्यक योग्यता यहाँ रहेको छ। न्यूनतम शैक्षिक योग्यता रहेको छ। न्यूनतम शैक्षिक योग्यता साधारण लेखपढ गर्न जानेको हुनुपर्छ। ख नम्बरमा शारीरिक योग्यता। अब तपाईहरु यहाँ हेर्नु, शारीरिक योग्यता कति हुनुपर्छ? यहाँ हेर्नु, पुरुषको लागि उचाइ न्यूनतम 5 फिट 2 इन्च, छाती नफुलाउँदा न्यूनतम 30 इन्च र फुलाउँदा 32 इन्च, वजन न्यूनतम 50 केजी 110 पाउन्ड, यो पुरुषको लागि हो। अब महिलाको हकमा यहाँ रहेको छ उचाइ न्यूनतम 4 फिट 10 इन्च, वजन न्यूनतम 40 केजी 188 पाउन्ड रहेको छ। 2 नम्बरमा चस्मा। यहाँ चस्मा प्रयोग गर्ने भएमा आँखा +- 2 भन्दा बढी कमजोर नभएको हुनुपर्नेछ। अनि योग्यता यहाँ तपाईहरु यहाँ पढ्नु।
अब उमेरको हद यहाँ रहेको छ तपाईँहरू यहाँ हेर्नु 6 नम्बरमा उमेरको हद उम्मेदवारहरूले दरखास्त पेश गर्ने अन्तिम मिति 2082 2 महिना 31 गतेसम्म 18 वर्ष उमेर पुरा भई 26 वर्ष ननागेको जन्ममिति 2056 2 महिना 31 गतेदेखि मिति 2064 2 महिना 31 गतेसम्म हुनुपर्नेछ। अब यहाँ रहेको छ 7 नम्बरमा तपाईँहरू यहाँ हेर्नु दरखास्त साथ समावेश गर्नुपर्ने आवश्यक कागजातहरू यहाँ रहेको छ। देहा बमोजिमका कागजातहरूको प्रतिलिपि उम्मेदवारहरूले स्वयंले प्रमाणित गरी एक प्रतिका दरले नेपाली फाइलमा राखी पेश गर्नुपर्नेछ। केयरमेट तथा दोहोरो लेखिएको प्रमाणपत्रहरू मान्य हुने छैन। दरखास्त दिन आउँदा पेश गरिने सबै कागजातहरूको सकल प्रति साथमा ल्याउनु पर्नेछ त्यो भनेको छ। क नम्बरमा नेपाली नागरिकताको प्रमाणपत्र आफूले प्राप्त गरेको अन्य प्रमाणपत्रहरू अतिरिक्त क्रियाकलाप भएमा अब यहाँ तपाईँहरू यहाँ हेर्नु सैनिक तालिम वा के को लागि यहाँ रहेको छ तपाईँहरू यहाँ पढ्नु भिडियोलाई पोज गरेर। 8 नम्बरमा रहेको छ फोटोग्राफ रहेको छ यहाँ हेर्नु उम्मेदवारहरूले हालसालै खिचिएको पासपोर्ट साइजको पुरै मुखाकृति दुवै कान समेत प्रष्टदेखि एकै किसिमको फोटो पुरुषको हकमा दाढी र कपाल काटेको प्रति 4:2x2 साइजको फोटो प्रति 1 दरखास्त साथ पेश गर्नुपर्नेछ। यहाँ रहेको छ पासपोर्ट साइजको फोटो यहाँ बनेको छ तपाईँहरू यहाँ हेर्नु दाढी कपाल नकाटेर तपाईँहरू यहाँ हेर्नु कति पासपोर्ट साइजको फोटो 4 प्रति लाग्छ र 2x2 को फोटो कति प्रति लाग्छ 1 प्रति लाग्छ त्यो यहाँ बनेको छ। परीक्षाको लागि सम्पर्क मिति र स्थान दरखास्त फार्म दर्ता पश्चात मिति 2082 3 महिना 16 गते 11 बजे दरखास्त पेश गरेको सम्बन्धित भर्ना केन्द्रमा तपाईँको सम्पर्क मिति कहिले हुन्छ 2082 साल 3 महिना 16 गते 11 बजे हुन्छ। 10 नम्बरमा छनौट प्रक्रिया देहा बमोजिम छनौट प्रक्रिया सञ्चालन हुनेछ। यहाँ रहेको छ बेरिङ परीक्षा। यस परीक्षामा उम्मेदवारहरूको उचाइ वजन छाती महिला उम्मेदवारको बाहेक शारीरिक बनावट परीक्षण गरिनेछ। शारीरिक बनावट परीक्षणमा हेरिने बुन्दाहरू निम्नानुसार रहेको छ। बुन्दा नम्बर 1 शारीरिकको अङ्गहरू सामान्य भएको यहाँ तपाईँहरू यहाँ हेर्नु खुडे नहुनु यो सबै दिएको छ तपाईँहरू यहाँ पढ्नु। बुन्दा नम्बर 2 मा शरीरमा अस्वाभाविक दागहरू नभएको यो तपाईँहरू पढ्नु किनभने बेरिङ चेकमा यो सबै चेक हुन्छ। बुन्दा नम्बर 6 7 8 9 10 रहेको छ तपाईँहरू यहाँ पढ्नु। र प्रारम्भिक स्वास्थ्य परीक्षण मान्यता प्राप्त चिकित्सकहरूद्वारा उम्मेदवारहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ। यस परीक्षणमा नाक कान आँख कलर भिजन ब्लड प्रेसर यहाँ रहेको छ हर्निया पाइल्स छाला आदि रहनेछ। अब शारीरिक परीक्षा यहाँ रहेको छ विभिन्न ट्रेडका फलोवर्स पदहरूको लागि मापदण्ड रहेको छ तपाईँहरू यहाँ पढ्नु। सूचीकार सरसफाइ कर्मी लोहाकार र केशकर्ताको यहाँ रहेको छ कति पटक गर्नुपर्छ त्यो यहाँ रहेको छ। सूचीकारमा यहाँ रहेको छ क नम्बरमा सिटअप 10 पटक महिलाको हकमा सिटअप 8 पटक रहेको छ। सरसफाइको लागि सरसफाइ कर्मीको लागि पुसअप 10 पटक र महिलाको लागि रहेको छ पुसअप 5 पटक। चर्मकर्मीको लागि रहेको छ चिनअप 3 पटक र चिनअप 2 पटक रहेको छ महिलाको लागि। लोहाकारको लागि 300 मिटर दौड 60 सेकेन्डमा पुरा गर्नुपर्नेछ। 300 मिटर दौड 70 सेकेन्डमा पुरा गर्नुपर्नेछ। केशकर्ताको लागि यहाँ 2 माइल दौड 16 मिनटमा पुरा गर्नुपर्नेछ र महिलाको हकमा 1 माइल दौड 10 मिनटमा पुरा गर्नुपर्नेछ। अब प्रयोगात्मक परीक्षा यहाँ सम्बन्धित ट्रेड बकासी बाहेक अनुसार प्रयोगात्मक परीक्षा हुनेछ त्यो यहाँ बनेको छ तपाईँहरू यहाँ पढ्नु एकदमै राम्रोसँग। द्रष्टव्यमा के उल्लेख गरेको छ भारी सङ्ख्यामा विभिन्न ट्रेडको फलोवर्सको लागि विज्ञापन खुलाएको छ। तपाईँहरू अब कुन केन्द्रबाट फर्म भर्न चाहनुहुन्छ यहाँ भिडियोलाई पोज गरेर हेर्नु कुन भर्ना केन्द्रबाट तपाईँहरू फर्म भर्न चाहनुहुन्छ। ल त आजको लिए यति नै। तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु। आजको लिए यति नै। हस्त नमस्कार।